आज चाहिँ मलाई ड्युटीको लागि अलिकति ढिला भएको थियो, त्यसैले म चलिदिन्छु आफ्नो ड्युटीतिर। साथमा हाम्रो भाइ पनि थिए जो अघि अघि चल्दिरहेको थिए। अनि आजको मौसम चाहिँ अलि अँध्यारो अँध्यारो जस्तो पनि गरेको थियो। अनि यता ग्राउन्डमा चाहिँ सधैँ मान्छेहरूको भिड हुन्थ्यो, आज चाहिँ खाली खाली छ। त्यसपछि म होटलमा आएँ। आजको नास्ता थियो चिया र रस, अनि म लागे चिया र रस खान। चिया र रस खाइसकेर म लागे आफ्नो डेली रुटिनतिर, जो कि मेरो हुन्छ डेलीको कटिङ। अनि सबै कटिङहरू सकेर सुरुमा अर्डर आयो मेरो फेभरेट रेड सस पास्ता, जो कि मैले फटाफट पास्ता बनाएर गरिदिएँ पिकअप। अनि म लागे मोमोको मिजा बनाउन। मजाले डाल्दा तेल सबै हालेर गरिदिएँ मोमोको मिजा रेडी। अनि त्यसपछि मेरो भयो होटलदेखि छुट्टी। अनि म लागे आफ्नो रुमतिर। सो म आफ्नो रुममा पनि आइपुगे। अनि आफ्नो ब्याडबाट उठाए पर्स, किनकि मलाई जानु छ पैसा आइएमई गर्न। त्यसपछि म लागे बजारतिर। फाइनली म आइएमई सेन्टरमा पनि आइपुगे। अनि अङ्कलले अरूको काम गर्दै थियो, अनि हामीलाई चाहिँ एकछिन बस्न भन्ने हो। फाइनली हाम्रो काम पनि भयो, अनि हामी आफ्नो काम बनाएर फर्किँदै थियौँ आफ्नो रुमतिर। बाटोमै जुत्ता चप्पलको दोकान देखियो, अनि गएर यसो हेरेको सेन्डल चाहिँ अलिक ठिक लाग्यो। प्राइस कति हो भन्दा त 1100 भन्छ। अनि यति महँगो कसले लिन्छ भनेर सेन्डल राखिदिएर हामी चाहिँ लाग्यो आफ्नो रुमतिर।